भएछ रोइराखी छे त फेरि हुलिया पनि पुरै चेन्ज गरी छे ओइ सीमा के पो तलाई किन रोइ के हेर न मेरो बुढाले अर्की केटी लिएर टाप बसिछ भन्या ला हो र किन नि तैले छोटो लुगा लगाएर मन परे गर्दै हिडिस अनि मेरो र घरको वास्ते गरिनस् भन्दै अर्की लिएर गयो म त बर्बादै भए अब के गर्ने होला हेर सुन्दरी कहिले पनि अर्काको कुरा सुनेर त्यता लाग्नु नहुँदो रहेछ आफ्नो जे छ त्यसैमा रमाउनु पर्ने रहेछ भन्ने कुरा आज बुझ्यो अब त म कसैको पनि कुरा सुन्दैन मैले त तेरो कुरा सुनेर यस्तो कपडा लगाएर हिँडे कि तैले कसको कुरा सुने कि नि त्यो मनराजको कुरा सुनेर गरे कि नि त्यसले बुढोसँग झुक्नु हुँदैन एउटा बुढो गयो अर्को आउँछ आधुनिक जमाना हो अलि मोडर्न भएर हिँड्नु भन्यो त्यसै गरे आज आफैले भोग्न परिया छ आफ्नो भाषा कला संस्कृति वेशभूषा कहिले पनि बिर्सिनु हुँदैन जा त पनि यो भेष बदलेर पहिलेकै भेषमा आइज नत्र फेरि तँलाई पनि गाह्रो पर्ला ल म गएँ है कतै बाबाले पनि यसको बुढाले जस्तो गर्नुभयो भने त बर्बादै हुन्छ हे भगवान यस्तो नहोस् है